हेलो नमस्ते सबैजनालाई स्वागत छ सुस्मी युट्युब च्यानलमा। आज फेरि मैले भ्लग स्टार्ट गरेको छु। अब त्यतिकै बसिरहनु भन्दा हामी त माम घर जान्ला ठुलबा हैन ठुलबा अनि हैन माम घर। हामी चाहिँ धेरै समयपछि चाहिँ भ्लग स्टार्ट गरेको छ। त्यही भएर त्यति दिनसम्म हेरिदिनु होला अब के कस्तो हुन्छ। अब हाम्रो चाहिँ नि अटो आउँदैछ अनि त्यही भएर अलिकति उतासम्म हेरेर जाउँ भनेर। अब कति भइसक्यो भ्लग पनि नखोलेको, तपाईँले हेरेर साथ सपोर्ट दिनु होला। अनि नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, हेर्दै गर्नु है त। अनि हामी चाहिँ त्यहाँबाट हाम्रो अटो चाहिँ त्यहाँनिर पुगेर बस्नु भएर रहेछ, त्यो जाँदैछ। अटो पनि आइसक्यो, त्यहाँ कति काम सकिएको। अनि हामी मात्रै होइन, हाम्रो चाहिँ दिदी मम्मीहरू पनि जान भएर छन्। मम्मी दिदीहरू चाहिँ अर्को अटोमा अनि हामी चाहिँ यो अटोमा, किनकि माथि धेरै खान्छ त्यही भएर दुईवटा अटो चाहिन्छ। हाम्रो चाहिँ अटो पनि आइसकेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो अटो। बस बस पछाडि राख। हेलो गर्नु सानो, हेलो सबैजना नमस्ते गर्नु सानो, नमस्ते भन्नु न। अनि यहाँनिर छ प्रियन्सी दिदीहरू। हाम्रो चाहिँ यहाँ अर्को अटो चाहिँ आउँदैछ। मम्मी चाहिँ खोइ त छ नि, तपाईँ अर्को अटोमा जाने होला। आजसँग बस्ने कि मामुसँग जाने? उता बस्ने हो। बाई गर्नु सानो, अहिले भेटौँला। कति गर्मी भएको भगवान। मम्मी हामी त दिदीहरू चाहिँ अर्को अटोमा अनि हामी चाहिँ यो अटोमा। पानी पनि पर्यो हेर्नु अहिले त, तर मौसम पनि एकदमै सफा देखिरहेछ। सिमसिम पानी पनि परिरहेछ। दिदीहरू चाहिँ त्यो अगाडिको अटोमा अनि चाहिँ यसमा यहाँ त बन्द रहेछ, बन्द खाएको यहाँनिर चाहिँ। यहाँनिर आइसकेको छ, यहाँबाट चाहिँ बन्द। आमा त ओर्लिँदैन। आमा ओर्लेर अब हामी चाहिँ यहाँबाट यसरी तलपट्टि लाग्नुपर्ने हुन्छ। पानी परेर अघि चाहिँ त्यहाँनिर पदमपोखरीमा त्यो चोकमा रोकेको थियो। अब त्यहाँनिर मासु हेरेको, खसीको मासु थिएन त्यहाँनिर। अनि यहाँनिर चाहिँ अब कुखुराको मासुहरू पनि लगेर जाने भने यहाँ फेरि मासु पसलै बन्द रहेछ। जानुभयो। यो चाहिँ बैलडाँडा चोक भन्छ यसले चाहिँ। अब यताबाट गयो भने चाहिँ हात्तीगढा, यहाँबाट गयो भने चाहिँ चक्करी मकरी गोबनपानी। अनि हामी चाहिँ यसरी लाग्नुपर्ने हुन्छ। मासतिर लाग्ने होइन, हामी चाहिँ तलतिर। हरायो त अब
जुसहरू धेरै। अनि तपाईँहरूलाई म अर्को एउटा पसल देखाउँछु ल। अनि हामी चाहिँ फेरि हाम्रो हामी त मम भन्छ नि त, ममहरू यस्तो तपाईँहरूले चाहिँ हजुरबा हजुरआमा भन्नुहुन्छ र यहाँनिर एउटा पुरानो घर जस्तो थियो कि त्यहाँनिर। अनि त्यहाँनिर चाहिँ चिया पसल थियो। अनि त्यहाँनिर ओर्लेर हामी हिँडेर आउँथ्यो। अनि त्यहाँनिर बसेर चाहिँ अनि चिया खान्थ्यो कि। अनि त्यो चियासँग चोप्ने निस्केर के थाहा तपाईँलाई निम्की के निम्की निम्की त्यो निम्की चाहिँ लिन्थ्यो। अनि पछि एउटा चिया। अनि हाम्रो हजुरआमाले चिया खानुहुन्थ्यो। मम भन्छ नि त तामाङहरूको चाहिँ। अब भन्नु त कतिले हजुरआमा नै भन्नुहुन्छ, भन्नु त तामाङहरूको नि, तर हामी चाहिँ मम भन्छ सानो मम बाजे भन्थ्यो नि त। अनि त्यहाँनिर बसेर चिया खाने अनि के अरे निम्कीसँग चोपेर खाने त्यसो गर्थ्यो। धेरै मेमोरिजहरू छ हाम्रो यहाँनिर चाहिँ। यहाँ सिक्यो घुमाउरो बाटो छ हेर्नु। यो चाहिँ मकरीको उकालो ओह्रालो अब त्यही हो घुम्ती। मकरी गाउँ आइसकेको छ। मकरीमा हामीले पाइला टेकिसकेको छ अरे क्या त। पाइला त नभनौँ, अटोको पाङ्रा टेकिसकेको छ, गुडिसकेको छ मकरीमा चाहिँ अहिले। कति राम्रो देखिरहेको मौसम पनि। त्यो पानी पर्ने बेला अनि पानी पर्ने बेला नि त, पानी पर्ने बेलाको मौसम हेर नि त्यो पानी परेर निखारिसकेपछि चाहिँ कति राम्रो मौसम देखिन्छ कि होइन। बाटो नै अहिले चाहिँ भइसकेको छ यहाँनिर। पिच हुनको लागि यो त्यो ट्रेभल ओछ्याए जस्तो छ कि यो। अहिले चाहिँ धेरै फरक भइसकेको छ हाम्रो यहाँ मामा घरमा चाहिँ। गाउँ भयो मतलब रोडहरू पहिला यो बाटोहरू पहिला कति पछि थियो, अहिले चाहिँ यहाँ यस्तो राम्रो भएछ। पहिला यो बाटो काटाकुल्टो ढुङ्गा थियो, अहिले चाहिँ यहाँनिर एकदमै राम्रो भइसकेको छ भन्ने बित्तिकै फेरि यस्तै बाटो आयो। तर पहिला योभन्दा नि अलि उँधो थियो क्या। अब चाहिँ हामी यो मकरी बेचिसकेर के अरे यो चाहिँ अब के भन्छ अरे पर्दा मकरी सकिन्छ पर्दा। यो चाहिँ यहाँको चाहिँ गाविस हो। यहाँनिरको के भन्छ यसलाई गाविस कुनको यो यहाँको चाहिँ अब हाडी खोला। अहिले हाडी खोला होइन होला है, यहाँको चाहिँ गाविस यो। यहाँबाट गयो भने च्यापल पुग्छ। हिँड्नु अङ्कल हामी चाहिँ त्यहाँनिर सानो सानो अलिकति उता गएर रोकौँ न। च्यापल देखाउने क्या म त्यहाँनिरबाट मेरो भ्युअर्सहरूलाई। यहाँनिर अर्को एउटा ठाउँ देखाउँछु। देख्न त झाडी झाडी कति राम्रो फुल। वाउ अब देख्छ ओ यहाँबाट देख्दा बम्मै अङ्कल अलिकति उता हेर्नु देखेन आउन। योभन्दा ऊ त्यहाँनिर चाहिँ यसलाई चाहिँ
चाहिँ हेर्नु यो चियापल भने चाहिँ कस्तो राम्रो देखेर वाउ तपाईँहरूलाई कसलाई थाहा छ कि थाहा छैन यो ठाउँ यो चाहिँ हो चियापल यो बगर कटेर एउटा बगर आउँछ त्यो बगर कटिसकेपछि चाहिँ यो कति राम्रो देखेर भयो भयो अङ्कल दिदीहरूलाई पर्खिने कि कति राम्रो देखेर यसलाई चाहिँ अब मामा घर आइपुग्न थाल्यो यो चाहिँ देउराली यो गर्ने बित्तिकै चाहिँ हाम्रो मामाको घरहरू आउँछ यो चाहिँ देउराली यसले चाहिँ देउराली भनिन्छ फर्स्ट सुरुमा आइपुग्छ मेरो माइला मामाको घर तर यो चाहिँ होइन यो चाहिँ एउटा टाइपको हो यो पछि चाहिँ त्यहाँनिर चाहिँ हाम्रो माइला मामाको घर यो चाहिँ माइला मामाको यहाँनिर चाहिँ हाम्रो आन्टी र दाइ बस्नुभएको हेलो भन्नु मेरो भ्लगलाई हेलो खै त मम के आज उठ्यो चलो बाँकी आज हाम्रो बाजे यसरी बस्नु मेरो चाहिँ हाम्रो बाजे बिरामी हो जबासिम बाजे त अब तपाईँलाई एकछिनमा देखाउँछु है हामी चाहिँ यहाँनिर आइसक्यो तर हाम्रो चाहिँ अर्को अटो दिदीहरू चाहिँ आउनु भएको छैन तपाईँहरूलाई हाम्रो मामा घर देखाइदिइहाल्यो मैले यहाँदेखि लाइनले छ माइला साइला अनि हाम्रो जेठा मामाको घर यहाँ जेठा मामा घर चाहिँ तल पनि दमारमा पनि छ अनि यहाँ पनि दुईवटा हो जेठा मामा घर चाहिँ अर्को घर चाहिँ तल दमारमा पनि छ अनि म चाहिँ आइसकेको छ तपाईँलाई रिङ्गट लाग्यो मलाई त लागेन तपाईँलाई स्वागत छ मेरो ब्लगमा नमस्कार मेरो सुस्मी छोरी ए मलाई नमस्कार गर्ने हो र मेरो सब्सक्राइबरहरूलाई भन्नु न के मलाई भन्यो त हाम्रो आन्टी अटोको पनि आगमन भइसकेको छ यहाँनिर आउँदै हुनुहुन्छ हामी चाहिँ फर्स्ट भएको उहाँहरू चाहिँ एकछिन स्वागत छ तपाईँहरूलाई सुस्मी तामाङ युट्युब च्यानलमा स्वागत छ अङ्कल स्वागत छ मेरो ब्लगमा स्वागत छ सानो बेबी कति सुतेको अब हामी सब भेट भइसकेको छ अब एकछिन हेर्नु र छानुको चाहिँ आज हेर्नु कति राम्रो देखेको मेरो छानुलाई चाहिँ बेबी यसो गर्नु त वाउ छानु हजुरको नाना यो कसले लिदिनु भएको कसले किनिदिनु भएको मामुले वाउ छानु घुम्नु त बेबी यता आउँदा आँसुले घुमाउँछ हजुरलाई आँसु घाँसो मन त दिनु आँसुले एकछिन यो यहाँ राख्छ होस् छानु घुम्नु हाँसी गरेर घुम्नु छानु घुम्नु वाउ मेरो छानु कति राम्रो देखेको यता हेर्नु त वाउ छानु यता आँसुले हात पकाउनु आँसुले मेरो छानुलाई कति राम्रो देखेको
आमा घर पनि आइसकेको छ, हाम्रो बाजे ममको घरमा पनि आइपुगिसकेको छ र हामीले चाहिँ हाम्रो मम चाहिँ भेटेन। मम चाहिँ उतातिर जानुभएको रहेछ, बाजे र हाम्रो आन्टी मात्रै हुनुहुँदो रहेछ घरमा चाहिँ। अनि आजको भ्लग चाहिँ हाम्रो यहाँनिर सकिन्छ। त्यो दिनसम्म हेरेर तपाईँहरूले साथ सपोर्ट दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि यहाँनिर हुनुहुन्छ मेरो सानो बेबी र ठुलो बेबी। अब आजको मेरो भ्लग चाहिँ यति नै। बाई गर्नु। बाई।